लोकदोहोरी स्टार सिजन 1। नमस्कार, म सुबिन आचार्य पाँचथरबाट। गीतको बोल फुल र शैली। रुचाउनलाई थाल्या छु एकान्त, यस्तै रहेछ भाग्यको लेखान्त। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। रुचाउनलाई थाल्या छु एकान्त, यस्तै रहेछ भाग्यको लेखान्त। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। दिल दिमला भानी ढाँटे कसै कसैले। कसले सुन्छ चिच्याको कराको, कागजै भाछु कुहिरोमा हराको। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। कसले सुन्छ चिच्याको कराको, कागजै भाछु कुहिरोमा हराको। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। दिल दिमला भानी ढाँटे कसै कसैले। के हुन्छ र गुनासो पोखेर, आसन शत्रु नापेर जोखेर। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। के हुन्छ र गुनासो पोखेर, आसन शत्रु नापेर जोखेर। फुल रसैले दिल दिमला भानी ढाँटे कसै कसैले। दिल दिमला भानी ढाँटे कसै कसैले। दिल दिमला भानी ढाँटे कसै कसैले। सबिन भाइ नमस्कार। नमस्कार दिदी। मेरै पाला आएछ बोल्ने। भाइ धेरै मिठो गाउनुहुन्छ, मान्छे पनि त्यस्तै ह्यान्डसम हुनुहुन्छ। कति राम्रो देखिएको। थ्याङ्क यू सो मच। धेरै राम्रो गाउनु भएको छ। शुभकामना छ यहाँलाई, अगाडि बढ्नु होला। हस्, थ्याङ्क यू सो मच। नमस्कार, मेरो नाम नारायण पौडेल, घर चितवन। आज मैले गाउन जान लागेको गीत छ फुल रसैले।
जिन्दगीमा भनी ढाँटी कसैले जिन्दगीमा नमिठो पल भयो तिम्रो माया आकाशको फल भयो फुल रसैले दिल देउला भनी ढाँटी कसैले जिन्दगीमा नमिठो पल भयो तिम्रो माया आकाशको फल भयो फुल रसैले दिल देउला भनी ढाँटी कसैले ए दिल देउला भनी ढाँटी कसैले बसी हौली अरू सै सुहार छोड्यौ मलाई धरधारी रुवार फुल रसैले दिल देउला भनी ढाँटी कसैले बस्यौ होला अरू सै सुहार छोड्यौ मलाई धरधारी रुवार फुल रसैले दिल देउला भनी ढाँटी कसैले दिल देउला भनी ढाँटी कसैले भयो जीवन मायामा धराप यो आँसुको नलागो सराप फुल रसैले दिल देउला भनी ढाँटी कसैले भयो जीवन मायामा धराप यो आँसुको नलागो सराप फुल रसैले दिल देउला भनी ढाँटी कसैले दिल देउला भनी ढाँटी कसैले ए दिल देउला भनी ढाँटी कसैले धन्यवाद। तपाईँको स्वर पनि मिठो छ। स्वर सुन्दाखेरि चाहिँ होइन शिवजी कता कता पुग्ला कि नपुग्ला हो नि, तर तपाईँसँग अर्को कला छ फेरि त्यो नपुग्नेलाई पनि पुर्याउने होइन, ट्याक्क पुऱ्याएर ट्याक्क फिनिसिङ गर्ने। नारायणीको जस्तो एकदम निर्मल छङछङ पानी जस्तो ट्याक्क बनाइदिइहाल्ने। अलिअलि डरले हो क्या डराउनै पर्दैन नि। यो फेरि हामी गीत सङ्गीतका कलाकारहरूको मात्रै होइन, जुन कुनै क्षेत्रमा को पनि अगाडि बढ्नको लागि एउटा छेक्ने सबभन्दा मेन ऊ भनेको डर हो। ट्याक्क डर भन्नेलाई त पुरै चितवनतिरै छोड्दा आउनुपर्छ। यो स्टेजमा आइसके पछाडि अब म चाहिँ लोकदोरी स्टार हो भन्ने गरेर गाएपछि त्यस्तो डर त कहाँ जान्छ है। यो लोकदोरी स्टारको तपाईँ अहिले यो मेगा राउन्डमा हुनुहुन्छ, अझै धेरै राउन्डहरू पार गर्नु छ। त्यो सबै राउन्ड यसै गरी पार गर्दै जानु होला, लोकदोरी स्टार बन्नु होला, शुभकामना छ। धेरै धेरै धन्यवाद। अनि मैले डरको विषय आउँदै गर्दाखेरि डर त चाहिन्छ। डर कति बेला चाहिन्छ? तपाईँ लोकदोरी स्टार भइसकेपछि बल्ल डर चाहिन्छ। मैले के गर्ने, कस्ता गीत गाउने होइन, मैले मेरो काँधमा आएको जिम्मेवारीलाई कहाँसम्म पुर्याउने, म त लोकदोरी स्टारको यो यत्रो यो करोडौँ खर्च गरेको त्यसको एउटा गरिमा कसरी बचाउने, त्यति बेला डर चाहिन्छ। अहिले त दिल खोलेर गाउनुहोस्। धन्यवाद। ओके। दोहोरी भनेको नै यस्तै रहेछ। मानव लोक जीवनका अनेकन उकाली ओह्राली पीडा हाँसो खुसी सबै कुराहरूलाई शब्दको माध्यमबाट हामी दोहोरीमा गाउने गर्छौँ, व्यक्त गर्ने गर्छौँ। सबिन आचार्य र नारायण पौडेल, उहाँहरूको भाका रहेको छ फुल रसैले र पहिलो टुक्का उठान गर्दै हुनुहुन्छ सबिन आचार्य।
सुनेपछि हुन्छ कि हल्ला एउटा सानो गर्नु थियो सरसल्लाह फुला रसैले दिल दिमला भनी ढाँटे कसैले सुनेपछि हुन्छ कि हल्ला एउटा सानो गर्नु थियो सरसल्लाह फुला रसैले दिल दिमला भनी ढाँटे कसैले ए दिल दिमला भनी ढाँटे कसैले हे यो कुराको गरमला मनना कस्तो सल्लाह गर्ने हो भनना फुला रसैले दिल देउला भनी ढाँटी कसैले यो कुराको गरौला मनना कस्तो सल्लाह गर्ने हो भनना फुला रसैले दिल देउला भनी ढाँटी कसैले दिल देउला भनी ढाँटी कसैले ए हुने थियो दुबईको भलाई तिम्री बहिनी मन पर्छ देऊ मलाई फुला रसैले दिल दिमला भनी ढाँटे कसैले हुने थियो दुबईको भलाई तिम्री बहिनी मन पर्छ देऊ मलाई फुला रसैले दिल दिमला भनी ढाँटे कसैले ए दिल दिमला भनी ढाँटे कसैले हे भाग्यमानी हुने थिए सायद साथी तिमलाई जय भन्न पाए त फुला रसैले दिल देउला भनी ढाँटी कसैले भाग्यमानी हुने थिए सायद साथी तिमलाई जय भन्न पाए त फुला रसैले दिल देउला भनी ढाँटी कसैले दिल देउला भनी ढाँटी कसैले ए आजै टुङ्गो लगाम न हामीले टिका लगाई लैजाम कि धुमधामले फुला रसैले दिल दिमला भनी ढाँटे कसैले आजै टुङ्गो गरम न हामीले टिका लगाई लैजाम कि धुमधामले फुला रसैले दिल दिमला भनी ढाँटे कसैले ए दिल दिमला भनी ढाँटे कसैले हे जाबो खर्च होला र कति एउटी बहिनी रन्काउला नौमती फुला रसैले दिल देउला भनी ढाँटी कसैले जाबो खर्च होला र कति एउटी बहिनी रन्काउला नौमती फुला रसैले दिल देउला भनी ढाँटी कसैले दिल देउला भनी ढाँटी कसैले ए खसी काटी खुवाइन्छ खाना बरु जग्गा बेच्छु म 5 आना फुला रसैले दिल दिमला भनी ढाँटे कसैले खसी काटी खुवाइन्छ खाना बरु जग्गा बेच्छु म 5 आना फुला रसैले दिल दिमला भनी ढाँटे कसैले ए दिल दिमला भनी ढाँटे कसैले हे यहाँ भन्दा त अरू के चाहियो गजबै भो गतिलाई जै पाइयो फुला रसैले दिल देउला भनी ढाँटी कसैले यहाँ भन्दा त अब के चाहियो गजबै भो गतिलो जै पाइयो फुला रसैले दिल देउला भनी ढाँटी कसैले ए दिल देउला भनी ढाँटी
ढाँटे कसै कसैले दिल दिउँला भनी ढाँटे कसै कसैले। थ्याङ्क यू। सबिन भाइ, हजुर नारायण भाइ, हजुर दाइ। के छ त? ज्वाइँ जेठान हुने हो? भइसक्यो जस्तो लाग्छ। भइसक्यो। बहिनी कता हुनुहुन्छ? बहिनी चितवनमै छिन्। ए मेरा बा, 5 थरदेखि चितवन जन्ती जाने भयो होइन त? ल ठिक छ, दाइलाई पनि निम्ता आउँछ। धन्यवाद। साह्रै राम्रो दोहोरी गाउनु भएको छ। तर अब सबिन भाइ अनि गएर नारायण भाइ, तपाईँहरू दोहोरीको अब्बल खेलाडी हुनुहुन्छ। अब दोहोरी कुनै बेलामा हामीले सुनेको हाम्रो अग्रजहरूले 20 टुक्का 22 टुक्का पनि गाउनुहुन्थ्यो अरे होइन? एउटा पक्षले 22 टुक्का, एउटा पक्षले 22 टुक्का, लगभग 18-19 टुक्का त मैले पनि आफूले पनि अनुभव छ, मैले पनि गाएको। तर अब दोहोरी छोटिँदै छोटिँदै 4 टुक्कामा झरिसक्यो हेर्नुहोस् त होइन? 4 टुक्कामा तपाईँहरू त्यस्तो चिन्जानको मान्छे होइन नि त होइन? अब दोहोरीमा त सुरुमा परिचय गर्नु पऱ्यो, बिचमा अनि दोहोरीमा भन्नुपर्ने कुराहरू भन्नु पऱ्यो, अनि टुङ्गाउनु नि पऱ्यो। फेरि दोहोरी टुङ्गिन भने मजा आउँदैन नि त होइन? त्यसैले अब दोहोरी गायकलाई त्यसै चाहिँ ख्यालमा दोहोरी गाएर हाम्रो शिवराजाले भनेको जस्तै हाँसी मजाकमा दोहोरी गाएर अब दोहोरी गायक नबन्ने भयो। 4 टुक्कामा सुरुवात र अन्त्य गर्नु पऱ्यो, सबै कुरा परिपुराउनु पऱ्यो। त्यो भित्र चाहिने 4 टुक्कामा सबै चाहिने दोहोरीको मसलाहरू हाल्न पर्ने अवस्था अब दोहोरीको यो यस्ता प्रतिस्पर्धाले चाहिँ यस्तो समस्या भनौँ कि यसलाई के भनौँ होइन, यस्तो अवस्थाहरू सिर्जना हुँदै गएको छ। तर तपाईँहरू अघि नैदेखि मैले भनेको छु, यदि नयाँ भाकामा होइन यसरी मजाले दोहोरी गाएर मजाले दोहोरी गाउनु भएको छ, त्यसको लागि एकदमै तपाईँहरू, म दुवैजनालाई यो लोकदोहोरी स्टार बन्नुहोस् शुभकामना दिन चाहन्छु, धेरै धन्यवाद भन्न चाहन्छु। यसै गरेर हाम्रो वाद्यवादक साथीहरूले पनि यति छिटो कि यहाँ हामीले निर्णायकले नम्बर लेख्न भ्याएका छैनौँ, उस्तै पनि नाम लेख्न भ्याएका छैनौँ। यो नेपालकै एकदम उत्कृष्ट वाद्यवादक हुनुहुन्छ हाम्रो शिव सर लगायतको टिम, यहाँ अलमोस्ट धादिङको टिम हुनुहुन्छ, एकजना भाइ मात्रै अर्का खाँचीको होइन, लगायत धादिङे टिमहरू हुनुहुन्छ। तपाईँहरू थुप्रै यस्तो रियालिटी सोहरूमा आफ्नो कला देखाएर आइसक्नु भएको छ। आज यो लोकदोहोरी स्टारको मञ्चमा पनि, यो स्टेजमा पनि हुनुहुन्छ। म सम्पूर्ण वाद्यवादक टिमलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद, थ्याङ्क यू। धन्यवाद दाइ। Lokdohori Star Season 1.